Mr. Rama भने चाहिँ को हुनुहुन्छ? Hi Ghost, finally I met you, huh? Stream अस्ति नै छ नि Ghost like Ghost or भूत भन्दा म एकजना पाकिस्तानी Ghost सँग जोइन गर्न पुगेको थिएँ। So you very famous? हैन छैन। Okay. You look very young though. Ghost. हजुर। For a match? Match? सक्दिनँ जित्नु त तपाईसँग नसकेलाई। Okay. Ghost तिमी कहाँ बस्छौ? म दाङ। अहिले पनि दाङमै हो? अनि तपाई? म काठमाडौँ। ए। तपाईको एज कति हो Ghost? मेरो 29 वर्ष। साच्चै? साच्चै। तपाई के थरीको? Like family name? म गुरुङ। तपाईको मम्मी राम्रो थियो कि बाउ राम्रो थियो? जिन्दा राम्रै रहेछ। 29 वर्षको मान्छे यस्तो देख्छ? हैन, दुईटै राम्रो, दुईटै राम्रो अनि मिसेपछि झन् राम्रो थियो। Okay. Jesus, 29 seriously? 19 भनेको कि 29 भनेको? 19 भनेको कि 29? 29। Jesus. साच्चीकै? अब झुट बोले जस्तो छातीमा हात राखेर बोल्दैछु। साच्चै हो कि? 22 हो भन्दैछ कमेन्टमा सबैजनाले। 22 के तिनीहरूले जन्माएको र मलाई? तर हो पनि गाइस, अब उले भन्दैछ होला। मलाई मेरो एज थाहा हुन्छ नि त। हैन म त 29 मान्छेको वर्षको मान्छे कस्तो यङ, म त एज रिस्ट्रिक्सन लाग्दैन भनेर सोधिरहेको थिएँ। हैन, म 29 वर्ष हो। ओके। अनि तपाई कति वर्ष पुग्नु भयो? Good question. म 28. 29 एक वर्ष ठुली रहेछु नि। दिदी भन्छु ल। आजदेखि गाइस Ghost मेरो दिदी हो गाइस। ओके Ghost हजुर। अनि एउटा सानो क्वेसन सोच्नु अलिकति बोरिङ क्वेसन हो तपाईँ एक्चुअली भनिदियो मात्रै ल। म आज चाहिँ सबैजना त्यही सोध्दै हिँड्दा त्यो बेला मात्रै। तिमीलाई राजा हाउस जस्तो सरी तपाईँलाई राजा हाउस जस्तो लाग्छ कि अहिलेको भएको ठिक छ? I know out of एकदम बोरिङ टपिक छ है, पोलिटिक्स एन्ड अल, जस्ट सोधेको मात्रै। खै मलाई त आए पनि ठिकै छ, नआए पनि ठिकै छ। ओके ल ठिकै छ, त्यति मात्रै सोधेको ल, छोड्दै। अनि खाना खायो तिमीले? ए तपाईले